هذا 100 حتى انت 100 كويس भिडभाडमा एउटा छानिहाल्यो भने दाइहरूलाई आँखा बट्टाए जस्तो छ क्या त्यही भएर खै कोहीहरू के हो भइरहेछ हेलो अस्सलाम वालेकुम के फला كويس كويس ايوه انا 100 على طول هذا محل ايوه اوكي يلا 750 750 त्यही त म अचम्म भए कहाँबाट आउँछ होला नेपालबाट त आउँदैन नेपालबाट बाख्रामय भयो हजुर बाख्रामय दाइ जरा ल्याउनु त यहाँ त्यो पनि दामी छ बुढा जराएको सिङ जस्तो भएको छ जरा भनेको दामी खान्छ अब्गा हादा انا كلام 650 كلام قاسم بلا راس مال فوق والله कितना बोले भैया 830 830 भन्छ केटीलाई अलिक कमजोरी देखेँ मैले हेलो दर्शकबिरहरू नमस्ते आज फेरि हामी एउटा नयाँ भिडियोको साथमा तपाईहरुको माझमा आइसकेका छौं आज हामी चाहिँ साउदी अरबमा पनि एउटा खसी चाहिँ हैन तपाईको स्पेशल जिउँदो खसी पाउने फर्ममा जाँदै छौं भोलि पर्सि 3-4 दिन चाहिँ हाम्रो ईदको छुट्टी छ त्यही भएर चाहिँ आज हामी खसी ल्याउनको लागि खसीको मासु खाउँ भन्ने कुरो हो सबैजना मिलेर सबैजना साथीभाइहरू चाहिँ सल्लाह भएर त्यही भएर चाहिँ हामी खसीको फर्मतिर जाँदै छौं साथमा हुनुहुन्छ हाम्रो दाइ हेलो गरिदिनुस् दाइ घर कहाँ पर्यो हजुरको रोल्पा कुन ठाउँ पर्यो दाइ सुलिचौर भन्दा पनि जे भए हजुर रोल्पाकै हुनुहुन्छ म पनि रोल्पाको हामी सबै रोल्पाको छौं पछाडि हाम्रो बानिया दाइ हुनुहुन्छ रोल्पाको दाइ के छ खबर खबर के हो नि त्यस्तै हो के छ कहाँ जाँदैछौँ हामी म त खै त यसो दाँत दुखाउँ भनेर मासु खानलाई दाँत दुखाउनलाई मासु खानु पर्छ र तर आज त बङ्गाला चपन त मै होला त हैन तपाईँ अब जेठो पाटो मान्छे अगाडिको मान्छे तपाईले चाहिँ ताउकै खानु पर्छ होला हाम्रो संस्कार अनुसार हाम्रो गाउँमा चाहिँ अब जेठो पाटो ताउकै हुन्छ त्यो भन्दा पनि यता हुनुहुन्छ दाइ हाम्रो जेठो दाइ हुनुहुन्छ दाइ हजुर हजुर नमस्कार म चाहिँ उदयपुरबाट है सरहरु उदयपुर गाईघाटबाट हजुर दाइ नरनाथ गेलाल हजुर हजुर हामी चाहिँ अब ईद मनाऊँ भनेरै हो हामीले प्राथमिकता दिएको चाहिँ हामीले हैन हजुर हजुर ईदको लागि खसी ल्याएर चट्ट काटेर चाहिँ ताजा मासु खाऊँ भन्ने हिसाबमा हजुर हामीहरु गइराछौँ हामी चाहिँ म चाहिँ ठ्याक्कै फर्स्ट टाइम हो दाइहरु चाहिँ कहिले काहीँ गइराख्नु हुँदो रहेछ फर्मतिर जाने मासु ल्याउने गर्नुहुन्छ उहाँहरूले चाहिँ अस्ति एउटा शुक्रबारको दिन पनि ल्याउनु भएको थियो एकदम मजा लाग्यो मिठो लाग्यो हामीलाई पनि अनि त्यही भएर चाहिँ फेरि आज पनि जाउँ न त भन्ने कुरा चाहिँ हामी गइराछौँ तपाईहरुलाई अपडेट दिइराख्छौँ भिडियोमा हेर्दै गर्नु होला है त हामी बाटोमै छौँ नेपाली गीतको साथमा म्युजिकको साथमा हामी चाहिँ तपाईहरुलाई ठ्याक्कै फर्ममा आइसकेका छौँ है त हाई हाई भेडा मात्रै देख्छ नि त हजुर के हो यस्तो अलि अगाडि जानुपर्छ यो चाहिँ तपाईहरुको सबै थोक पाउँदो रहेछ स्याङ्राबाट लगाएर हैन दाइ भेडाहरू पनि पाउँदो रहेछ ठुलो रहेछ है कति उता राउन्ड मार्नुपर्छ दाइ यो पाल्ने चाहिँ यही हो कि बाहिरबाट लिएर आउँछ होला है यहाँ चाहिँ मार्केट मात्र होइन बेच्ने खसी बजार जस्तो अनि नेपालमा चाहिँ दसैँमा तपाईँको त्यो कलङ्की होइन खसी बजारमा यति खसी हुन्थ्यो त्यस्तै याद आयो है मलाई त अहिले हामी त सधैँ जस्तो जाने त्यहाँबाट लिने हाम्रो पसलमा काट्ने गर्थ्यौँ तर भेडाहरू धेरै पाउँदो रहेछ है हेर्नुहोस् है त हेर्नुहोस् नेपालको खसी बजारतिर जस्तो घुमेको जस्तो महसुस भइरहेछ मलाई पनि यो चाहिँ ठ्याक्कै लोकेसन के हो त यो नाम
अन्त परबाट ठ्याक्कै लोकेसन थाहा भएन हामीलाई पनि यो ठ्याक्कै दियोस् तपाईँको जुबेलमै पर्छ जुबेलमै पर्यो ठ्याक्कै पार्किङ एरिया साइडमा पर्दो रहेछ लोकेसन हजुरहरू पनि आउनु सक्नुहुन्छ तोले ल यो त अर्कै खालको देखिँदो रहेछ हाम्रो मिरेको जस्तै यो हिट भएर होला पुरा मार्केट पनि एकदम भिड रहेछ ल हेर्नुहोस् त हामी चाहिँ यो यहाँ चाहिँ एकदम नेपाली जस्तो फिल भइरहेछ यहाँ चाहिँ ठ्याक्कै आएको छौँ हामी सबै सेतोमा रहेछन् तपाईँको सब अव्वल मुमकिन इतने वाहेद दाइ के छ यो छ अब कोइस मिया मिया छ हेर्नुहोस् त यो तपाईँको दसैँ लागिरह होइन एकदम सबैजना चाहिँ एकदम नयाँ नयाँ सबैमा तन्न हुँदो रहेछ म त हाम्रो काठमाडौँको कलङ्कीमा हामीले चाहिँ जान्छौँ जहिले पनि ठिक छ उतापट्टि भेडा होइन म फर्स्ट टाइम आएको हो मलाई अलिकति आइडिया पनि भएन मासुनु छैन काट्छ काट्दैन यहाँ बार्गेनिङ भइरहेछ होइन अब्गा हादा आना कलाम सित्तमिया खाम्सी كلام قاسم بالراس مال فوق والله यहाँ चाहिँ बार्गेनिङ भइरहेछ हामीले चाहिँ 650 भनेको उसले 800 भनिरहेछ के والله خلاص خليه يعطيها لي 750 ما 750 طيب كاميرا كمان بدي بس شوف كيف فرق صدق شوف هيك كيف فرق كم كلام صبر يا مدير يعطي كلام انا كلام هذا خسارة ما في خسارة مدير انت كلام صح انت كلام انا ايزي صح हाम्रो त्यहाँ चाहिँ बार्गेनिङ मिलेन अब चाहिँ हामी दाइहरु सधैँ आउने ठाउँमा जाँदैछौँ हैन दाइ त्यहाँ चाहिँ बार्गेनिङ मिलेन हैन अब यहाँ चाहिँ हामी नयाँ ठाउँ आउँदैछौँ अब बोलाइराखन् कहाँ हो हामीले तपाईहरु चिनेको ठाउँ त्यहाँ पनि बोलाइराख अब जाउँ एकछिन बार्गेनिङ त जहाँ पनि बार्गेनिङ चल्छ हेर्नु त अलि ठुलो खालको हेर्नु त पछाडि भएको अलिक कमजोर छ क्या ऊ त्यहाँनिर छ दाइ यो राम्रो छ ल यो राम्रो छ पुरा कितना बोले भैया 830 830 भन्छ क्या यसलाई अलिक कमजोरी देखेँ मैले तर ठिकै हुन्छ धेरै बोसो पनि राम्रो हुँदैन यहाँ बार्गेनिङ भइरहेछ 700 हामीले 700 भन्दा छ उता 800 भन्दा छ अब बार्गेनिङ हुँदैछ है त हामी चाहिँ उता अर्कोतिर गएको थियौँ तर त्यो भाइले चाहिँ फेरि मानेन अनि रेट मिलाउँछु भनेर भनिरहेछ यहाँ बार्गेनिङ भइरहेछ हाम्रो है त्यो भाइले चाहिँ हामीले भनेर रेटमा दिन्छ भन्ने कुरा भएको छ के अरे هذا 100 حتى انت 100 كويس وين هذا وين مكان هذا مكان الو السلام عليكم كيف الحال كويس كويس ايوه انا 100 على طول هذا محل ايوه اوكي
يلا 750 750 ايوه ما في زياده نفر ثاني 800 700 بعدين كم فلوس هذا قص قص 20 ريال 30 ريال ما في مشكلة بعدين هو كيف انت كلام هو كلام غير उसले भन्छ 750 मा काटिदिन्छु लागेसँगै तपाईँको मालहरू चाहिँ तपाईँको बाख्राहरू खसीहरू भेडाहरू चाहिँ यसरी आउँदो रहेछ हेर्नुहोस् त लामो गाडीमा त्यही त म अचम्म भएँ कहाँबाट आउँछ होला नेपालबाट त आउँदैन नेपालबाट बार्गेनिङ मिलेन हामीलाई होइन दाइ दौडी छन् अर्को दाइ आइरहेछन् पछाडि बार्गेनिङ हामीलाई मिलेन अब नेपाली दाइ हुनुहुन्छ एकजना त्यहाँ कारोबार गर्ने खालको अब नेपाली दाइकोमै जाउँ भन्ने कुरो भएको छ त्यहाँ चाहिँ सकेसम्म मिल्ला किनभनेपछि दाइले चाहिँ अब नेपाली भइसकेपछि अब नेपालीको मर्म बुझिहाल्नु पर्छ होइन अनि व्यापार पनि मिल्छ त्यही भएर हामी जाँदैछौँ तर मार्केट चाहिँ एकदम ठुलो मार्केट रहेछ जेहोस् खसी बजारै रहेछ एकदम जेहोस् सबै पाउने हामीहरू चाहिँ नेपाली दाइ चाहिँ के कम नेपाली दाइकै फर्ममा चाहिँ यत्रो गाडी अघि देखाएको गाडी चाहिँ झारिराखेको भएको रहेछ हेर्नुहोस् त ओहो दाजु नमस्कार है खै कहाँ हुन्छ भेट्नु भने क्या यत्रो डब्बाबाट हेर्नु त कहाँबाट आउँदो रहेछ यत्रो यो चाहिँ स्पेसल तपाईँको इटको लागि भनेर होला हजारौँ दाइ कस्तो लाग्यो धेरै आयो त कहाँ उता 10वटामा अर्डर बस्ने होइन हजारौँबाट एउटा छानेर लिएर जाने हो नि त यो दाइहरूले छानेको चाहिँ यो भयो रातो पनि हेर्नु दाइ रातो पनि दामी छ है यो भन्दा यो त यही हो होइन तर एकदम इट चाहिँ राम्रो लागिरहेछ हेर्नुहोस् त खसी बजार भनौँ न यो चाहिँ बकरी इट आइरहेको अरे अब भोलिदेखि स्टार्ट छ त्यही भएर चाहिँ पुरा गाडीको गाडी कहाँबाट आउने हो फ्रेस मासुको लागि चाहिँ आफै नेपाली स्टाइलमा बनाएर खानको लागि चाहिँ यहीँ आउनु होला दाइ तपाईँलाई मन पर्यो त्यही हो एकदम बवाल छ हेर्नु सिङहरू हेर्नु खसी हेर्नु एकदम दामी रहेछ मलाई पनि लाग्यो 20 किलो त हुन्छ मासु अब रेट गरौँ खोइ हाम्रो बार्गेनिङ गर्ने त बिजी छन् केटा उता हाम्रो दाइ बानिया दाइ चाहिँ पुरा हेरिराख्नु भएको छ तर हात चाहिँ राम्रैमा लानु हुँदैछ तपाईँले पनि कालो पनि राम्रो हुन्छ नि तर अलिकति यो बुढी मार्केट ऊ हेरे पनि राम्रै त्यो हेरे पनि राम्रै छान्नै सकेनन् हाम्रो दाइहरूले है एकदम जस दामी दाइ जरा ल्याउनु त यहाँ त्यो पनि दामी छ बुढा जराएको सिङ जस्तो भएको उसलाई जरा भनेको दामी खालको तर धेरै प्रजातिहरूको पाउँदो रहेछ यहाँ पनि तपाईँको सिङबाट चाहिँ होइन हरेक किसिमको तपाईँको सिङ कसैको लामो कसैको तिखो कसैको जराएको जस्तो लामो सिङवालाको हुँदो रहेछ हेर्नु त कस्तो दामी बोके भएको कति हो बाख्राको बजारमा तर हामी चाहिँ फर्मभित्रै छिर्यौँ तमाम आसपास नजिक पर्ने मान्छेहरूले चाहिँ नेपालीहरू दाजुभाइहरू सबैजना आउँदै हुनुहुन्छ उहाँहरू पनि नेपाली दाजुभाइहरू टन्नै बोकेर ल्याउँदो रहेछ 3 तलामा बोकेर ल्याएको थियो झन्डै 1000 भन्दा बढी छ कि है टन्नै लिएर आएको रहेछ हामीले त कहाँ पुरेछ ओहो हेर्नुहोस् त सकेसम्म यो जुबेल आसपास दमाम आसपासको चाहिँ एकदम ठुलो नै होला यो फर्म चाहिँ एकदम किनभनेपछि यहाँ चाहिँ यो फर्ममा फेरि एकदम राम्रो तरिकाले चाहिँ तपाईँको हुँदो रहेछ गेट बन्द गर्दो रे भैया बाख्रामय भयो हजुर बाख्रामय
एकदम हामी चाहिँ आज एकदम ठुलो प्लेटफर्ममा चाहिँ हजारौँको सङ्ख्यामा बोकाहरू खसीहरू पाउँदैछ। भर्खरै गाडीबाट झऱ्यो। हामी चाहिँ एउटा छानेर हेरिराख्नु भएको छ। अब एउटा छानेर लगेर जाउँ भन्ने हिसाबले भइरहेछ। यसमा आयौँ हामी पनि अब भिडभाडमा एउटा छानिहालौँ भने दाइहरूलाई आँखा बट्टाए जस्तो छ क्या। त्यही भएर खै कोही हेरौँ के हेरौँ भइरहेछ। हाम्रो मोबाइलको ब्याट्री पनि अब अन्तिम अवस्था आइरहेको छ। चार्जर भएको रहन्छ मोबाइलमा। अब चाहिँ हामी एउटा ज्याममा उठाउँछौँ अनि तपाईँले त्यसपछि चाहिँ काटकुट गरेको टक्क खाएको भिडियो चाहिँ आउँछ है त। ल फाइनली हामीले चाहिँ खसीलाई चाहिँ लिएर पोल्लो पाल्लो गरेर चाहिँ पछाडि ब्यागमा राखेका छौँ होइन। पछाडिमा अब चाहिँ रुममा गएर चाहिँ भाग बन्डा हुन्छ हाम्रो। दाइ खसी चाहिँ धेरै टाइम लाग्यो है छान्नलाई। अब हाम्रो चाहिँ टाइम लाग्यो। अब जे होस् जे भए पनि हामी चाहिँ अब काटेको भिडियो चाहिँ देखाउन मिल्दैन सौदीमा भनेर चाहिँ मैले त्यही भएर चाहिँ देखाइनँ। तपाईँहरूलाई तपाईँको भाग लगाएको चाहिँ मैले देखाउँछु। रमाइलो भयो, इन्जोय गर्नु होला। यो कस्तो लाग्छ भिडियो है। बाई बाई। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। सधैँ तपाईँहरूसँग जोडिनेछौँ। अब तपाईँहरू चाहिँ सानो क्लिप चाहिँ उता भाग भन्दा गरेको क्लिप आउँछ हाम्रो। मसलाहरू गरौँ भात प्याज काट्यो भने भुइँ भुटन रक्तीहरू आन्द्रा भुँडी प्याज काट्दा लसुनहरू छिल्दै गर। यो हो मेरो जिब्रो कान राजखानी। यो चाहिँ स्पेसल मेरो।